गाइज वेलकम टु रितास ब्लग। आज चाहिँ हामी के भन्ने मोमो च्यालेन्ज होइन मोमो मुकबाङ भइरहेछ हाम्रो हैन। यता छ मोमो अनि यहाँ मासु नि छ अनि दिस इज चटपटे देखाउ मोटुक पातलो है हामी। अनि यो रिताको चटपटे देखिरहेछ अनि दिस इज पानीपुरी अनि दिस इज हामीलाई जुस चेस गरौँ त। ए तपाईहरु जुस मेरो फरक रहेछ त। ओइसी तिमी अझै हाल स्टार्ट एकदम। ल गाइज अब हामी चाहिँ मोमो स्टार्ट गरौँ हैन खानालाई। भोक लागिसक्यो। अब के भएर स्टार्ट गर्ने यार तिम्रो ठुलो मोमो पनि देखाइदेऊ न। मेरो ठुलो मामा यत्रो ठुलो मामा बनाएको छु मैले खानालाई। चस गरौँ न मामा किन होला त्यस्तो गर्नुभएको। चस इतादाकिमास। उमाइ नै मिठो मामा। तर सेलायो क्या है। अब के गर्नु त सेलाए छ त नसेलाएको नि। तर यो ठुल्ठुलो बनाउँदै यत्रो त बनाएर खाँदा पनि 5-10वटा बनायो 5-5वटा बनायो भने त्यो पनि मुकबाङ पनि हुने रहेछ यत्रो त बनाएर है। त्यही भएर मैले ठुलो बनाएको ध्यान भयो। मिठो यो मासु चा गर न चाह न। अयो म चाहिँ मोटो चाहिँ पाक्लो है। त्यस्तो नभन्नु न के म ठुलो मान्छे हो मोटो। चटपटी चाख्छु ल गाइज। कति त खानु हो गाइज। चटपटी मिठो भएन क्या है। चटपटी मिठो भएछ। अम्ल धेरै है। चाउचाउ हालेन हालेको त्यो चाहिँ पानीपुरी पानीपुरी चस भल परिसक्यो अब चस गरिहाल्नु। यो चाख्यो त्यो भएछ है पानीपुरी त। बेसी सर्क्यो गाइज मलाई। पिरो भयो त कहाँबाट पिरो आयो तिमीले मलाई पिरो हालिदियो क्या। यो रातो त पिरो हो नि बाउलाई। खोइ यो मान्छेले त यो होइन कि एउटा मात्र राखेको थियो मनमा। सी प्राङ्क्स मी गाइज। बा पिरो नखाने मान्छेलाई हेर्नु न। मैले थाहा पाउँछ कि थाहा पाउनुहुन्न भनेर राखिदिएको। दुईटा एउटा हो कत्रो हालेछ बाबा चलाक रहेछ मान्छे यार। मेरो पनि पाला आउँछ कुनै दिन। म त मामै देख्छु न। म त कुन खाम भयो। रातभरि खाएर बस्नु। super मिठो भएको अनि त्यो अरूले कत्रो कत्रो खान्छ मान्छे म यहाँ तर हैन गाइस मोमो चाहिँ लास्टै मिठो भन्छ है।
पानीपुरी त खान जाडो लास्टै छ होइन गाइस अहिले पानीपुरी खाएको मलाई प्याङ गरेर पिरो हालिदिएर मरेछ पिरो हालेर मरेर तर होइन खानेकुरा चाहिँ लास्टै मिठो भयो चाहिँ पानीपुरी चटपटे यस्तो खानेकुरा बनाउने होइन पार्कमा जाने त्यसपछि चाहिँ बसेर खान कति मिठो होला है गाइज चिसो हुन्छ पार्कमा जानु तर अलिक मजाले नुन लागेको छैन है अचारमा है यसमा अचारमा नुन लागेको नि लागेछ मलाई त कस्तो लागेन नुन थपेर खानु अब उठ्दैन न खाइरहेको बेला कहाँ उठ्नु होइन म ल्याइदिउँ बाबा चटपटे उयो छ आमा त अगायो गाइज कोही कोही मान्छे त भ्याइ नभइछ त्यहाँ फुल पनि आओस् न फुलाइदा बियरमा राखेको मोटस मोटस भयो यो पानी कोक खाँदै गयो त्यस्तो भयो कोक नाम टेबल मन आएको यो मिठो लाग्यो मिठो रहेछ एकदम म त अगायो तपाईँ किन सेलाउनु भएको त्यो भयो नसिलाउनु चटपटी पनि चटपटी नबनाएको हुँदैछ ढल्दैछ जो चाहिँ खाइ नसक्ने त्यो त गाइस वाइ हाम्रो बत्ती यस्तो लाइट भयो उताबाट चाहिँ त मधुर हुन्छ हो है पानी परी टाउको अलिक कम रहेछ आज त अनि योभन्दा त के आउनु पर्छ मम्मीको त जान्छु ए बा ठिक छ धेरै भयो सरी खानु रिताले आज खाइसक्यो कि खाइसक्दैन यो खान्छु यो खाएर मेरो गति अघि नै दिदी म खाइसक्छु दिदी भने हो मलाई त्यहाँ यो खाइ नसक्नेलाई पनिसमेन्ट हुन्छ है गाइस उठ बस त्यो त तपाईँले गर्ने हो किन तपाईँले सक्दैन मेरो म त भोलि बिहानसम्म खान्छु अहिले राति 12 बजी उठेर खान्छु त्यस्तो हुँदैन खाने आजै भ्याउने यो सबै कसले राखेर खान्छ यो मैले गाइस 9 बज्न लागिसक्यो तर थाहा छैन मेरो फोन कहाँ छ अनि जति भए पनि भिडियो लामो छोटो होस् या 12 बजीसम्म खाँदै बस्ने हामी खरै आयो त अनि बिस्तारै खायो जिताले सकाउनु पर्छ यो सबै आज एक दिन खायो भने एक दिन मोटाउँछ कि त्यहाँको पनि सकाउँछ अहिले म खाइराख्नु न ल ल मिठो छ यो जुसै हो यो उयो जस्तो क्या राम्रो हो खाना यो चटपटे क्यानाडा ड्राई ममा त मलाई त पुग्दो सिलाएर होला अहिले त्यहाँ पनि एउटा भाँडा खाने हो कि हेलो
औ नुनले पनि नआउँछ फेरि औ हेलो जी बिराजु दिवा के खाते हेलो नुनले पनि नआउँछ फेरि यो त भिडियोमा नआउँ है केमा नुन लागेछ नि तपाईँले मलाई चाहिँ नुन लागेछ आज त हजुर हाल्नु हजुर ल्याउनु म हालिदिन्छु उही म त अगाडि अगाडि हामीले खाएको भएर होला भोक लाग्यो भनेर म पाक्नै नदिएको तिमी त भन अब त अर्दैन कस्तो अनेकै भन्नु ए मर्यो खानाले पनि गाह्रै भयो गाइस पानी धोएर हालेर खानु पर्यो अब त भिडियो गरौँ ल नगर्ने जिमी खेल्छ चिचाउँदै अहिले चाहिँ हेर्नु नहाल्नु नि खानु न खाँदैन होला नखाने त्यो खाने राखेर खानुपर्छ ल गाइज अगाएँ म कोक दिएर खाएर किन तपाईँ यति चाँडै सेलाउनु भएको दिएर खायो सेलाइसक्यो पुरै मोमो त सिलायो है सिलायो भने मिठो हुँदैन ओ 3टा रहेछ कति राख खै कतै आयो ओइसी गर्दैन मैले त तपाईँको त्यो यत्रो मेरो यत्रो छुट्टाबाट चिन्ता थियो कुन चाहिँ त्यही भएर मलाई सानो सानो बनाएको तर हामीले अझै यत्रो बनायो भने के होला यत्रो त 2टा खाइसकिन्छ 5वटा यत्रो बनायो भने खाइसकिन्छ सकिन्छ सकिँदैन होला 5वटा त अख तिमीलाई कास घ्यास पनि दिएछ तिमी यस्तो है म त्यहाँ छु भिडियो गर्दा हौ अब एकछिन गेम बिस्तारै खेल्नु है मोमो सिलायो मिठै मिठै भएन जस्तो भयो मोमो तपाईँको सिलाइ खानु छिटो नम डेन्ची डेन्चीमा हालेर तत्र खानु सिलायो हामीले पनि सिलायो रुचेन तातो त भएर बोसो पक्लक पक्लक निक्लिन्थ्यो नि त थाहा त भयो अनि एउटा थप्छु तातो 1-2टा खान्छु मोमो अनि मलाई पैसा चटपटे खाने ल किन खाने एउटा खाऊ खाएको नि ज्यान लाग्छ पेट खाली छैन त अघि आफूलाई कमेडी गरेको म सिलाएँ हजुर है त्यो नहाल न डिस्टर्ब गरेँ यार म त सिलाएँ त यार मोमो धेरै मेरो पानीपुरी खानु त एउटा मिठो छ कि 2टा हालेको होइन हौ अरे चोरको भान कहाँ खाने ल खाने ओके ओके भिडियो गरिराख है अब
कति मिनट भयो हो भएन 10 मिनट त भएन अब लु है म त खान्न अब यो त खानु भयो त्यो नखाइकन त अब कहाँ उठ्ने हो र किन खानु कि दिदी त सकाउनु सेलायो यार सेलाई नयाँ हालेर ल्याउनु म त खाने हो म त खान्न ल अब उताहरू खानु अब म किन तपाईँले यो पालि खाँदै नखानु भएको धेरै भयो कत्रो हाल्यो त मलाई मोमो तपाईँले मलाई बराबर हाल्यो ए त्यो अझ मेरो मेरो ठुलो थियो यत्रो पानीपुरी र मोमो ठिक्क हुने रहेछ Hello क्या guys, good afternoon, good evening. Hello How are you? guys. How are you? Guys, म पनि भात जसरी खान्छु मैले आज मुख माग्ने यति नै गरौँ ल किन माध्यु आजलाई यति नै गाइज है खाइ पनि सकिनँ सरी अहिले राति 12 बजे उठेर खान्छु म रिताले 12 बजी खाने अरे म चाहिँ भोलि बिहान खाने है प्लास्टिकमा पोसिँदैन होला है ओसिँदैन होइन ओसे पनि मिठो हुन्छ म त जहिले ओसेको खान्छु चटपटी त उठ्नै सक्दिनँ म उठाउँछु आज धेरै बसेर होला अटस मटस त्यो खुट्टाहरू सबै दुखिरहेको तपाईँ त उसमा बस्नुपर्छ त अब यो खाएर एक राउन्ड घुमेर आउनुपर्छ नि फेरि आएर खानुपर्छ ल गाइज अब एउटै ज्यान भए पो खाना बस्नु पनि एउटा मोटो छ एउटा पातलो छ गाइज तपाईँ म बराबर छ झन् तर आज हामी एकछिन बस्न पाएको छैन है दुःख धेरै गऱ्यो आज खाना बित्तिकै सुपा गइ आयो ठिकै भयो त नि नभए त यत्रो कहाँ बनाइन्थ्यो त हुने मलाई त यो बनाउनु त के टाइम लाग्नु र कपाल सुमसुमा पनि टाइम लागेको के गर्नु गाइज कहिले कहिले राम्रो हुनु त गाइज छैन 1 घन्टा पनि लागेन होला हामीलाई त यो बनाउनु होइन किमाहरू त बनाइसकेको थियौँ कति मिठो है यो है मैले त खाइभए है तपाईँ त्यो खानु लु आजलाई यति नै ल बाई गाइस फेरि अब अर्को पालि हाम्रो अब अर्कै न्यू भ्लगमा न्यू भ्लग न्यू आउँछ डेको साथ आउनेछौँ हामी अहिले कसले मार्छ थुप्रो हेर्छ बाई बाई